यो टेमुमा चाहिँ राम्रो राम्रो आन्टी हुनुहुन्छ होइन आन्टीले चाहिँ हामीलाई हेर्नु हुँदैछ किन हो ए जोडी जोडी भएर कहिले हिँड्ने हामी गाइजहरू मजाले टाँसिएर हिँडेको हामीलाई पनि मायाले हेर न पार्वती कता हिँडेको एक्लै एक्लै लथ्याङ ए हेर हेर त्यहाँ कलेजको केटीहरूले हेर्दैछ हामीलाई हेरे यो तरुणीहरू अलक्षिणीहरू माई युट्युब च्यानल गाडी जाम भएको अवस्था हामी चाहिँ अहिले चट्टपाडा डुमदेखि हिँड्दै बाहिर चाबेल छ हिँड्दै चाबेल आएको अनि यसरी ठोकियो आज उनीहरू चाबेल हिँडेको होइन त्यसरी चाहिँ भ्लग राख्दै ठुलो क्या अब युट्युबबाट पैसा कमाउँछु पैसा युट्युबबाट पैसा कमाउँछु पैसा पनि पैसा कमाउनु चाहन्छ ए हेर हेर त्यहाँ कलेजको केटीहरूले हेर्दैछ हामीलाई हेरे यो तरुणीहरू अलक्षिणीहरू यो तरुणीहरू अलक्षिणीहरू पुरा झगडा भइरहेछ भने उनीहरूको बोयफ्रेन्डको बारेमा एउटा भित्र राम्रो केटी एउटा छैन भने एउटा छैन सब बाजा आन्टी मात्रै भने आन्टी मात्रै हामी हिँड्न त राम्रो पाइन्थ्यो हामी हिँड्न त राम्रो पाइन्थ्यो अनि चाबेल चोक आइपुग्यो होला फाइनली गाइज ए दाम योबाट दाम है अन्त योबाट दाम घन्टा जाम हुने भयो फेरि 1 घन्टा कुन जाम भएको जाम त हो नि ओ सेट त्यसो यसरी हामी कहिले हिँड्नेलाई जोडी जोडी भएर त्यसरी कहिले जोडी जोडी भएर हिँड्दा हामी कहिले हिँड्ने होला साथीहरू अरूको जोडी देख्दा धेरै रहर लाग्छ यसरी जोडी जोडी भएर टाँसिएर कहिले हिँड्ने होला गाइस हामी यसरी टाँसेर हामी कहिले हिँड्ने होला टाँसेर कहिले हिँड्ने होला भिडियो त कता हो नि कता आउँछ आइफोनबाट आइफोन हो नि त आइफोन हो नि त कता हो दिपिनको तर धुलोले गर्दा अलिकति क्यामेरा क्वालिटी घट्यो क्या धुलै तिनजना बाटो अगाडि धुलो एउटा पाउँछ है घुम्नु कति क्षेत्र अरे कति सोधे घर काठमाडौँ है छ्या अल्छी लाग्दो रोड भकार है कस्तो क्षेत्रले देखेको साँच्चै कसको चाका जस्तो देखेको साँच्चै क्या यत्रो राम्रो क्यामेराले गर्दा यस्तो फोत्रै देखिरहेछ भने हामीलाई पनि मायाले हेर न पार्वती कता हिँडेको एक्लै एक्लै लथ्याङ विदेशीमा कति राम्रो पठाउले बोकेर हिँड्ने हो केटी हामी त हाम्रो त भाग्य हुनु पऱ्यो नि फाइनली बौधाको केटा यहाँबाट खाँदै छिर्ने के बोले भाइ के बोले के छ थाहा बोले देखाइदिएन बौधा दिइहाल्छ खाता फोन फोन देखेर चाहिँ बियोस हुन्छ अब यस्तो नयाँ आइफोन ओहो आँखा लागिहाल्छ नि हौ भिडियो गरेर दिन्छ कता कथा हामीले अरेको लास्ट टाइम फोन नै मरिसकेको रहेछ भने ओहो बिहा चलिरहेको रहेछ हाम्रो छङ्गा नि हौ बेलाबाट छ त बेलाबारीको लास्टमा टिकटक वास्ते लास्टमा चाहिँ त बर्थडे पार्टी हो त भनेर त छैन त किन त केटी जस्तो मलाई बिहा नि यहाँ बस्दै यहाँ राख्यो क्या जोडी जोडी भएर कहिले हिँड्ने हामी गाइजहरू मजाले टाँसिएर हिँडेको के बोले भाइ के बोले के छ थाहा बोले छोराहरू हुनु परेको छैन कति टाँसिएर हिँडेको होला गाइजहरू अलिक परपर अलिक छुटेर हिँड्दा पनि हुन्थ्यो हामी केही भन्दैनँ थियौँ हामी हेर्दिनँ थियौँ टाँसिनै पर्ने थिएन होला टाँसिने जोडिने चुमा चाटी गर्ने चुमा चाटी करने तेरा बाप यहाँ छोड़कर गया था कि तेरी माँ बीच नहीं
साँच्चै ऊ मात्रै भइरहेको थियो क्या हो भिडियो किन भएको जस्तो लाग्यो न कहाँ मर्छ त मरिरहेको भने त्यत्रो बोलेको खेर गइहाल्यो नि त्यत्रो बोलेको खेर गइहाल्यो नि यस्तो धुलो मात्रै छ कि खेर चाहिँ गएन त्यत्रो परबाट चाहिँ भिडियो गर्दै आएको चाहिँ एकैतालमा काटेँ ढुट्टो धुलो त ढुट्टो कति धुलो हो यो यस्तो नयाँ कपडा नयाँ कपडालाई राखो नयाँ कपडालाई राखो को हो त्यो एउटा आन्टी हजुर पनि यो यो केटी नहेर छ्या अनि सोझो मान्छेहरू केटीहरू हेर्नु जाने क्या अनि सोझो मान्छेहरू केटीहरू हेर्नु जाने क्या अन्त क्रेच गर्न थाल्यो भने मुखभित्र माटो बसी गएछ भने मासुको त हाल्नै पर्ने रहेछ यो मासु नहाल्दा यो मासु नहाल्दा खत्तम बर्बाद यो मासु नहाल्दा सहती नगरको होइन यो सहती नगरको डऱ्यो मासु नहाल्ने भनेको है आज धुनु पर्दैन भने कस्तै धुलो उठ्तिर त्यहीँबाट भर्खर पनि हाल्ने ओइ पानी के झऱ्यो यहाँ लाट गऱ्यो त झरेको पानी परेको हालेको पानी झरेको पानी अब परेको पानी यहाँ त रोक्न देखेको थियो झले चरा नै होइन के हाल्छ बन्द त छैन नि यहाँ बन्द भन्न मरियो फेरि माथि पछि गयो पछि हो फेरि यो त्यहीँबाट गएर छ एकछिन के मान्छेले लेखिदियो हाम्रो के होइन कहाँ छ त्यही हो आइपुग्यो राउन्ड त बाइकको त त्यहाँ होला हौ यति धुलो हो कि आइरहेछ